शिव 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 हरे शिव 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 जय शिव ओंकार। म त आउँछु तर अब यो त घर हो तर हाम्रो घर हो अहिले साँच्चै भएन मामा पाएपछि यो यति फुर्क भइसक्यो मेरो मामा ओहो मामा माइजू भनेपछि त फुर्कै माइजू र हामी अब बुटोल जाने क्रममा छौँ, बाटोमा छौँ, कोलपुर पुग्ने क्रममा छौँ। आज हाम्रो धरती मातालाई बुटोल घर छोड्न जाँदैछु। घरको माता पनि भइसकिन्छ। हेलो भन्नुहोस् न। खै भान्जी कता गयो? हाई माया छ सबलाई। माया छ सबैलाई हाम्रो गन्तव्य यहीँ आएर सिद्धिएको छ हाम्रो उहाँको। हामी अहिले अमिलिया त होइन अमिलियामा छौँ। आज यति राम्रो दोहोरी गाउँदै पनि छुट्टिनु पर्दा नमजा लाग्दो रहेछ। कर्मस भाग दुई चाहिँ फेरि हामीले फेरि छिटै ल्याउनेछौँ बजारमा। हेरेर प्रतीक्षा गर्नु होला। प्रतीक्षाको फल मिठो हुन्छ। हेलो दिदीलाई छोडेपछि हाम्रो गन्तव्य फेरि सुरु भएको छ। हामी अब अमिलियाबाट लमैतर्फ जाँदै जाँदैछौँ। नेपालगञ्जबाट फर्किँदैछौँ। हामी धेरै ठाउँमा अहिले यात्रा गरियो। यात्राको सफलता भएको छ र साथसाथ मेरो भाइ कालेले छोड्नु हिँड्नु भएको छ। काले भन्दाखेरि कसैको मन चित्त दुख्छ। मेरो भाइ गोपालजी भनेको श्रीकृष्णकै नाम हो। उहाँले छोड्नु हिँड्नुहुन्छ। उहाँ सबैको प्यारो हुनुहुन्छ। उहाँ धेरै दयालु हुनुहुन्छ। सबको भाइ, सबैको दाइ, सबैको प्रेम साथी, सबैको है सबैको सबलाई माया छ। सबैलाई ल अलि मिलेर स्टेरिङमा साथ। ल अहिले हामी चाहिँ लमै बजारमा पुगेको छौँ। यो लमैको बजार हो। यो यस्तो छ बजार। हेलो हामी अहिले भालुमाङ आइपुगेका छौँ। बजारमा हामी सबकुछ आइपुगेका छौँ। अब केही समयमा कस्तो बजार छ हो नाइ अर्को ठाउँमा जानु। अर्को ठाउँमा जानु क्या आउने। हेलो ल गाइस हेर्नुहोस् यस्तो यो हाम्रो शुभे साँप भगवानको के नाग रे बासुकी नाग रहेछ हाम्रो डिट्टु। जो कलाकार हुनुहुन्छ उहाँलाई एकदम धन्यवाद छ। ल धेरै धन्यवाद छ। यस्तो डिट्टु नाग राजाले धेरै साथ सपोर्ट दिउन्। ल अहिले हामी आइसक्यौँ बाँसगढीको यो ठुलो वृक्ष। एकदमै ठुलो वृक्ष यहाँ बरको वृक्ष। यति ठुलो वृक्ष छ। जय ल बस्नु भयो नि हो यस्तो छ। महसुस गर न आँखा चाहिँ मजा गरेर त्यो उसो यहाँ पुरा काँडा फुले हेर्नु यहाँ काँडा फुलेर कस्तो भयो।
ल फाइनल्ली हामी चाहिँ धरती माताको घरमा वृक्ष पनि हाम्रो यहाँ ल वृक्ष पनि त्यस्तो छ। ल नमस्ते, राधे राधे, सबैलाई जय शम्भु भन्न चाहन्छु। म यहाँबाट दाङबाट नेपालगञ्जबाट सुर्खेत त्यो तीर्थ त्यो ठाउँ त्यो स्थानमा मैले तीर्थ गरेर आएपछि तपाईँहरूलाई लास्ट मैले बाँसडी चोकबाट भित्र लागेपछि रूपन्देही जिल्लाको बाँसडी चोकबाट भित्र लागेपछि बेलबैराको बरको चौतारा पनि देखाएँ, अनौठो वृक्ष पनि देखाएँ होइन। त्यसपछि मेरो यो रामडाँडा यो वृक्ष मुनिको शक्ति अनौठो लाग्छ होला हजुरहरूलाई सम्पूर्णले हेर्नु कि यो विश्वमा चिनिने शक्तिको स्वयं ईश्वरले दिएको वज्र यो ठाउँमा बन्चारो खसेको आकाशबाट र स्वयं देवी देवता सम्पूर्ण प्रकट भएर मलाई बेन्द्र वनमा लग्नुभयो र ठाउँ ठाउँको तीर्थ ठाउँ ठाउँको गङ्गा माताको काखमा हरेक ठाउँमा लगेर आफ्नो आफ्नो स्थान र आफ्नो आफ्नो दर्जाबाट दिएको दर्शन र दिएको शक्ति सबैलाई जय जय होस् र मलाई देख्ने बित्तिकै तपाईँहरूलाई कल्याण होस्, भगवानको शक्ति जय, सिद्ध बाबाको जय होस्। केही भन्नु छ भाइ? कस्तो रह्यो त उता पश्चिमको यात्रा? पश्चिमको यात्रा धेरै राम्रो भयो। तपाईँहरूले पनि त अनुभव पाउनुभयो नि त, मैले मात्र पाएन नि त। के अरे हामीले पनि अनुभव पायौँ, धेरै पायौँ। अनुभव पाउनुभयो त हजुरहरू, अनुभव पाएर हजुरहरूले साथसाथ दर्शन पाउनुभयो त। दर्शन पाएर मैले भने नि तपाईँले मात्र होइन सम्पूर्ण भक्तहरूले सम्पूर्ण दाजुभाइहरूले आमा बुवाहरूले मसँग श्रद्धा भक्तिले आउँछन् भने अवश्य अनुभव पनि हुन्छ, साथसाथ देख्नुहुन्छ क्या। जय होस्। ल माया छ, माया छ। ल जय होस्। ल जय माया छ। फाइनली यहाँ धरती माताको मोबाइल बन्द गरेर आऊ यहाँ। ल सबैलाई बाई। धरती माताको आश्रम भने नि मन्दिर धरती माताको जय हो, जय होस्। बाई बाई। भान्जी बेलुका आउँछ, बेलुका युट्युबमा फेसबुकमा पनि आउँछ। गाइज फाइनल्ली मातालाई छोडेर माताको घरमा रिटर्न टाइममा मातालाई छोडेर हामी चाहिँ दिपेन दाइ र म मजाले छोडेर आउँदैछौँ। जो अघिसम्म चाहिँ माता हुँदासम्म भोग लागेको थिएन, अहिले माता झर्नुभयो, भोग लाग्यो, अब भात खानु त पऱ्यो भैया। 2 बजे कति बज्यो अहिले? 2:21 2:30 हुन लागेछ। अघिसम्म हाम्रो धरती माता भोग लागेको थिएन शक्तिले गर्दाखेरि, अब चाहिँ भोग लागेको महसुस भयो उहाँ झरिसकेपछि। त्यो भएर अब चाहिँ हामी भात खान्छौँ कहाँ भनेपछि धान खोलामा चट्ट पारेर लगाइछ। यही छ आजको भ्लग, यही छ है त।